फिल्मको सुरुवात एउटा साथीहरूको ग्रुपबाट हुन्छ। यिनीहरूलाई कलेजको लागि एउटा फिल्म प्रोजेक्ट गर्नुपर्ने हुन्छ, तर समस्या चाहिँ यिनीहरूसँग सबैको भन्दा अलग टपिक थिएन। प्रोजेक्ट नेक्स्ट लेभलको बनाउनु पर्नेछ, जसमा मिस्ट्री र इन्ट्रेस्टिङ स्टोरी हुनुपर्ने थियो। त्यही ग्रुपकी एउटी साथी एलेनले इन्ट्रेस्टिङ आइडिया दिनको लागि सबैलाई आफ्नो घर लैजान्छे। त्यो घर चाहिँ पुरै स्लेसर थिम अनुसार डेकोरेट गरिएको थियो। सबै साथीहरू एलेनको घर देखेर इम्प्रेस हुन्छन्। एलेनलाई सिरियल किलर्समा इन्ट्रेस्ट थियो, त्यसैले फोटोहरू र धेरै सामानहरू सिरियल किलरसँग सम्बन्धित नै थिए। अनि एलेनले एउटा यस्तो सिरियल किलर जसले 5 वर्ष अगाडि 200 जनालाई मारिसकेको थियो त्यसको बारेमा भन्न थाल्छे। त्यो किलरले अनुहारमा क्लाउनको मास्क लगाइरहन्थ्यो। त्यसको नाम थियो मिस्टर क्रिप। यही नामले नै सबैले चिन्थे। त्यही मिस्टर क्रिपको डरले गर्दा मान्छेहरू घरबाट बाहिर निस्कन पनि छोडिसकेका थिए। अनि त्यसैले मान्छेहरूलाई अलग अलग तरिकाले मार्थ्यो। पहिला किडन्याप गर्ने अनि बेहोस गराएर आफ्नो फर्ममा लैजान्थ्यो अनि बल्ल मार्थ्यो। यसले मान्छेहरूलाई मारेको लाइभ ब्रोडकास्ट एउटा पुरानो टिभीमा गर्थ्यो। एलेनले चाहिँ म त मिस्टर क्रिपलाई मन पराउने ग्रुपसँग जोडिएकी छु, त्यहीबाट आजसम्म पनि मिस्टर क्रिप जिउँदो छ र पुरानो टिभी र एन्टिनाबाट उसको लाइभ ब्रोडकास्ट आउँछ भन्ने कुरा थाहा पाएको भनेर सबैलाई सुनाउँछे। तर जोनलाई चाहिँ यो कुरामा विश्वास नै लाग्दैन अनि अरू साथीलाई चाहिँ इन्ट्रेस्ट लागिरहेको थियो। त्यसपछि सबैले यो टपिक इन्ट्रेस्टिङ छ, यसैमा हामीले फिल्म बनायौँ भने 100% हिट हुन्छ भन्ने सोचेर अझै मिस्टर क्रिपको बारेमा जान्नका लागि एउटा पुरानो टिभी र एन्टिनाको एरेन्ज गर्न थाल्छन्। जोनले चाहिँ बेकारमा टाइम वेस्ट किन गर्ने भन्दै थियो, तर अचानक त्यो टिभी र एन्टिनाले मिस्टर क्रिपको च्यानल क्याच गर्छ। त्यसमा आज पनि एउटा लाइभ ब्रोडकास्ट चलेको थियो। त्यो लाइभमा उनीहरूले मिस्टर क्रिपको ब्राउनी डल देख्छन्। त्यस डललाई मिस्टर क्रिपले आफ्नो शिकारको अगाडि राख्ने गर्थ्यो, नभन्दै त्यही एउटा मान्छेलाई मारिदिन्छ। यो सबै कुरा देखेपछि अझ धेरै रिसर्च गर्ने निदो गर्छन् अनि एलेनले सकिङ न्युज सुनाउँछे। मिस्टर क्रिपलाई जुन जेलमा लामो समयदेखि राखिएको थियो त्यो जेलमा अचानक आगलागी भयो। त्यहाँका सिपाही कैदीहरू सबै भागे, तर त्यहाँको डिटेल्स फाइल र मिस्टर क्रिप चाहिँ सुरक्षित थियो। यो जेल सधैँका लागि बन्द त गरिएको थियो, तर त्यहाँ केही सुराग पाइन्छ कि भनेर उनीहरू त्यहाँ जेलमा जान्छन्। सबैलाई यो टपिक इन्ट्रेस्टिङ लागिरहेको थियो, तर जोनलाई चाहिँ बकवास लागिरहेको थियो। त्यसैले म भित्र जान्न, बाहिरै बस्छु भनेर बाहिरै बस्छ। एलेन चाहिँ डकुमेन्ट्री बनाउन पुलिस स्टेसनको भिडियो बनाउँदै हिँडिराकी थिए। अझ अरू साथीलाई तिमीहरू फाइल खोज है, म माथि केही छ कि हेरेर आउँछु भन्दै क्यामेरा बोकेर माथिको कोठातिर लाग्छे। एलेन जाँदै गर्दा उसलाई पछाडिबाट केही आइरहेको छ, कसैले पछ्याइरहेको छ जस्तो लाग्छ। डर लागेको थियो, तर पनि भ्रम हो भनेर लकअप चेक गर्न जाँदै थिए। उसले त मिस्टर क्रिपको त्यो क्रिपी डल भेटाउँछे। यही डललाई नै त हो नि उनीहरूले लाइभ ब्रोडकास्टमा देखेका। खुसी हुँदै एलेनले त्यो डलको भिडियो बनाउँदै थिए। यतिकैमा कोही उसको पछाडिबाट आए जस्तो मान्छे। फर्किएर हेर्दा कोही पनि थिएन। फेरि यतापट्टि फर्किँदा त त्यो डल नै गायब हुन्छ। त्यसपछि बल्ल एलेनलाई डर लाग्छ। बाहिर निस्कन खोजे, तर 1 सेकेन्डमै डरलाग्दो तरिकाले उसको अगाडि मिस्टर क्रिप आउँछ अनि एलेनलाई लकअपमा बन्द गरिसकेको हुँदो रहेछ। ओहो, एलेन त डराएर सातो उडिसकेको थियो। चिच्याउँदै कराउँदै त्यहाँबाट भाग्न थाली। उसको आवाज सुनेर साथीहरू पनि त्यतै आउँदै थिए। अनि के भयो, कसले बन्द गरिदियो भनेर विभिन्न प्रश्नहरू साथीहरूले सोधिरहँदा कसैको कुरा पनि नसुनी भाग, यहाँबाट भाग भन्दै एलेन दौडिन्छे। उनीहरू त्यहाँबाट निस्कने बित्तिकै पछाडिपट्टिको कोठाको ढोकामा मिस्टर क्रिपको त्यो डल देखिन्छ अनि त्यो डलले तिनीहरूलाई नै हेरिराखेको हुन्छ। एलेन चाहिँ अझै पनि चिच्याउँदै कराउँदै यो ठाउँबाट निस्कियो, अहिले फेरि त्यो आएर मार्छ, छिटो भाग भन्दै कराउँदै दौडिँदै थिए। उनीहरू घरमा पुग्छन्। त्यसपछि साथीहरूले खासमा के भएको हो, को आएको थियो, तँलाई कसले मार्न खोजेको हो भनेर सोध्छन्। त्यसपछि एलेनले मलाई मिस्टर क्रिपले लखटेको भन्छे, तर त्यसको कुरा कसैले पनि पत्याउँदैनन्। अझ जोनले त यो मिस्टर क्रिपको बारेमा धेरै कुरा बुझेकी छ, यसको ध्यान पनि त्यतै छ, धेरै रिसर्च गरिराखी छ, त्यही भएर यसलाई यस्तो भ्रम भएको हो भन्छ। र अरूले पनि मिस्टर क्रिपको रेकर्डेड भिडियोहरू हेर्ने हो ताकि काम राम्ररी
अगाडि बढोस् भन्ने चाहेका थिए र उनीहरूले त्यही सोचेर एलेनलाई बोलाउँछन्। तर एलेन घरमा हुँदिन, फोन पनि स्विच अफ थियो, भन्न पनि कसैलाई नभनिकन गएकी थिए। आखिर एलेन कहाँ गई होली भनेर सबैलाई लागेको थियो। त्यसपछि उनीहरूले मिस्टर क्रिपको टेप रेकर्ड चलाउँछन्। त्यस फुटेजमा पुलिसले मिस्टर क्रिपलाई किन यति धेरै मान्छे मारेको भनेर सोधिरहेका थिए। लास कहाँ छ भन्दै पनि सोधेका थिए। तर मिस्टर क्रिपको एन्सर चाहिँ त्यो बडी, सोल, हार्ट सबै मेरो हो भन्छ। अनि मार्नुको कारण सोद्धा मैले मारेको होइन, मलाई त जबरजस्ती गराइएको हो भन्दै थियो। अझ मेरो कानमा कसैको आवाज आइराख्छ अनि त्यही आवाज सुनेपछि यस्तो घटना घट्छ भन्छ। यी त भगवान हुन् भन्छ। यिनले नै मेरो कानमा नाम भनिदिन्छन् अनि त्यही आउँछ अनि त्यसैको आधारमा मैले मान्छे मार्छु भन्छ। पुलिस त अचम्म परेको थियो। अझ मलाई गडले च्यालेन्ज गरेको छ 200 जनालाई मार्ने अनि मेरो छोरा, मेरो परिवार र म आफै पनि मर्छु अनि त्यति गरेपछि म यो दुनियाँको भगवान बन्छु भन्छ। मैले गडसँग यही कन्ट्र्याक्ट गरेको छु भनेर सुनाउँछ। अनि पुलिसले के अझै तेरो दिमागमा आवाज आएको छ भनेर सोद्धा तर अहिले मेरो दिमागमा बेथको नाम आएको छ भन्छ। यो सबै कुरा सुनेर अहिले चाहिँ बेथ एकदमै डराउँछे। 20 वर्ष पुरानो टेपमा मिस्टर क्रिपले बेथको नाम कसरी भन्यो त्यति सोच्न नपाउँदै टेप बन्द हुन्छ र बेथले अब आफूलाई खतरा आइलाग्न लाग्यो भन्ने बुझ्छे। अब कसले मद्दत गर्छ त यही सोच्दै फाइलहरू हेर्दै थिए। मेरी नाम गरेकी पत्रकारको बारेमा उनीहरूले त्यहाँबाट थाहा पाउँछन्। मेरी पनि एलेन जस्तै मिस्टर क्रिपको फ्यान थिए। उनीहरू अब उसको घरमा जाने निदो गर्छन् र गएर मेरीसँग कुराकानी गर्न थाल्छिन्। मेरीले तिमीहरूको लागि मिस्टर क्रिप सिरियल किलर होला तर मेरो लागि एउटा राम्रो मान्छे हो भन्दै उसको जीवन कहानीको बारेमा भन्न थाल्छे। मिस्टर क्रिपलाई आफ्नै बा आमाले नै यस्तो बनाएका हुन्। उसलाई हप्तौंसम्म भोकै राखिदिने, प्यासी नै राखिदिने गर्थे, पिट्थे, टर्चर गर्ने गर्थे। यी सबै कुरा सहेकाले मिस्टर क्रिपलाई मान्छे देख्ने बित्तिकै रिस उठ्न थालेको हो। उसलाई जोकरको मास्क असाध्यै मन पर्थ्यो, सधैँ आफैसँग राख्ने गर्थ्यो। तर उसको आमालाई त्यो मास्क देखेपछि रिस उठ्थ्यो। अब यसलाई जलाइदिन्छु भनेर मिस्टर क्रिपले मास्क लगाइरहेको बेलामा जलाइदिएकी थिइन्। त्यसपछि मास्क पग्लेर उसको मुखमा टाँसियो। डाक्टरले त्यो मास्क निकाल्न धेरै कोसिस गरे तर निस्किने भएन। अब मिस्टर क्रिप पुरै जिन्दगी त्यही मास्क लगाउन बाध्य भयो। हो यही समयदेखि नै मिस्टर क्रिपको मनमा सबैप्रति घृणा जाग्न सुरु भएको थियो। त्यसपछि नै अब म यो दुनियाँको गड बन्छु भनेर सोच्न थालेको थियो र उसको दिमागमा आवाज गुन्जिन थालेको पनि यसपछि नै हो र सबैलाई मार्दै सिरियल किलर बनेको हो भनेर उनले सबै कुराहरू सुनाउँछिन्। यो सबै कुरा सुनाएर मेरीले म एउटा फाइल लिएर आउँछु है, त्यस फाइलले तिमीहरूलाई डकुमेन्ट्री बनाउन अझ सजिलो हुन्छ भनेर गएकी थिए। ऊ जाने बित्तिकै तिनीहरूले कस्तो पागल आइमै होला, सिरियल किलरको सपोर्ट गर्ने भनेर अनेक थरी कुरा गरिरहँदा मेरीले सबै सुन्छेर रिसाउँदै आएर उनीहरूमाथि अट्याक गर्न खोज्छे। मिस्टर क्रिपको बारेमा एक शब्द पनि नराम्रो सुन्न नचाहने महिलामा मेरी पनि थिइन्। चक्कुले नै हान्न खोजेकी थिइन् तर जोनलाई अट्याक गर्न खोज्दाखेरि बेथले बचाउँछे। त्यो चक्कु मेरीकै पेटमा गएर रोपिन्छ। मेरी ठाउँको ठाउँ मर्छे। त्यसपछि डराएर उनीहरू भाग्न थाल्छन्। छिटो छिटो आएर आफ्नो गाडीमा बस्छन् तर पछाडिबाट मेरी हाँसेको आवाज सुन्छन्। यस्तो लागेको थियो कि उनीहरूलाई कुनै आत्माले पछ्याइरहेको हो कि जस्तो। उनीहरू निकै सोचमा परेका थिए। साँच्चै मिस्टर क्रिप नै हो त हाम्रो पछि लागेको भनेर। यो सबै कुराहरूको बारेमा सोधपुछ गर्न एलेनलाई फोन गरेका थिए तर एलेनको फोनै उठ्दैन। एलेनको घर पनि जान्छन् अनि एलेनलाई भेट्दैनन्। यता एलेन झाडीको बीचबाट यस्तो अनकन्चार ठाउँमा दौडिरहेकी थिए अनि भिडियो रेकर्ड गर्दै अब मलाई मार्छ, बाँकी राख्दैन भन्दै आत्तिँदै भाग्छे। यता जोन र बेथले चाहिँ एलेनले मिस्टर क्रिपसँग भेट्ने निदो गरेका कुराहरू थाहा पाउँछन्। एलेनले त पुलिसको सिस्टम नै ह्याक गरेर अहिले मिस्टर क्रिप कहाँ छ भनेर अनुसन्धान पनि गरेकी रहेछ। यो ब्रोडकास्ट कहाँबाट आउँछ त भनेर त्यो ठाउँमा एलेन पुगिसकेकी थिए। यो सबै कुरा जोन र बेथले थाहा पाउँछन् र त्यसपछि उसको ज्यान बचाउनका लागि जाउँ भन्दै बेथले फोर्स गर्दा जोन जान मान्दैन। तर यत्तिकैमा मिस्टर क्रिपको लाइभ ब्रोडकास्टमा एलेन देखिन्छे। ऊ रुँदै कराउँदै हार गुहार माग्दै थिए। त्यसपछि बल्ल जोन पनि हेल्प गर्न जान्छु भन्छ। उनीहरू तीनैजनाले एउटा एउटा क्यामेरा सिट्टी बोकेका थिए। अलिकति टाढा हुने बित्तिकै सिट्टी बजाएर बोलाउने कुराकानी गरेर मात्रै अगाडि बढ्छन्। अझ मिस्टर क्रिप देख्ने बित्तिकै दायाँ बायाँ केही नसोची भाग्ने हो भनेर पनि सल्लाह गर्छन् र त्यहाँबाट उनीहरू जान्छन्। जसोतसो मिस्टर क्रिपको ठाउँ पत्ता लगाएर उनीहरू त्यहाँ पुग्छन् तर पुग्न नपाउँदै उनीहरूको कार बिग्रिन्छ अनि
त्यहाँबाट एउटा छाया वा आत्माले बेथलाई गाडीबाट निकालेर कोठामा लैजान्छ। बेथले चिच्याउने रुने गर्दै थिए। सिटी बजाएर साथीहरूलाई बोलाउन खोज्छे। सिटीको आवाज नै चर्को निस्किन्न। बिस्तारै आवाज आएको भए पनि साथीहरूले सुनेर त्यहीतिर पुग्छन्, तर त्यहाँ कोही पनि हुँदैन। यताउति हेर्दै पछाडि भाग्दै गर्दा उसको कार पो आइरहेको थियो। त्यसपछि खुसी हुँदै आफ्नो कारको ढोका खोलेर भित्र पस्न खोज्दा त्यहाँ त मिस्टर क्रिपको ढल पो हुन्छ। त्यो देखेर जोन एकदमै आत्तिन्छ। यतिकैमा एउटा डरलाग्दो छाया जस्तो चिज आएर उसको घाँटी अँठ्याएर मारिदिन्छ। जोनको अर्को साथी र बेथ चाहिँ एक आपसमा भेट हुन्छन्। जोनको बारेमा उनीहरूले कुरा गर्दै थिए। जोन नभेटिएपछि एलेन र जोन दुवैलाई खोज्ने भनेर उनीहरू खोज्न थाल्छन्। जाँदा जाँदै मिस्टर क्रिपको लाइभ ब्रोडकास्ट प्रसारण हुने ठाउँमा पुग्छन्, तर त्यहाँ पनि एउटा छायाले मार्नै लागेको थियो। त्यति नै बेला झ्याप्प एलेनलाई देख्छन्। एलेनको हातमा मिस्टर क्रिपको डल थियो र एलेन पनि एकोहोरी भएर हिँडिरहेकी थिए। उसलाई देखेर यस्तो लागेको थियो कि कसैले उसलाई आफ्नो बसमा पारेको अथवा कब्जा गरिसकेको छ जस्तो। एलेन झ्याप्प पछाडि फर्किन्छ। यतिकैमा त्यो छायाले बेथको साथीलाई मारिदिन्छ अनि बेथ बेहोस हुन्छ। बेथलाई होस आउँदाखेरि ऊ चाहिँ आफ्नो मरिरहेको साथीसँग चिहानमा पो हुन्छ। ऊ चिहानबाट डराउँदै डराउँदै निस्किने कोसिस गर्दा गर्दै बल्ल तल्ल गरेर निस्किन्छ। त्यहाँबाट भाग्दा भाग्दै ऊ त चिहानमा पुग्छ। त्यहाँ धेरै लासहरू गाडिएको थियो। उसले त्यो सबैलाई मिस्टर क्रिपले नै मारेर गाडेको हो भन्ने बुझ्छ। आफूलाई बचाउनको लागि झन झन छिटो भाग्दै थिए। अचानक कार अगाडि आइपुग्छ। लामो सास फेर्दै कारभित्र पस्दा मिस्टर क्रिप पो हुँदो रहेछ अनि उसले बेथलाई समातेर मारिदिन्छ। मिस्टर क्रिपले यी सबैजनालाई मारिदियो। फिल्मको पोस्ट क्रेडिट सिनमा मिस्टर क्रिपको सो देखिन्छ, जहाँ मिस्टर क्रिपसँग यी 4 जनाको लास पनि थियो। यही दृश्य देखाएसँगै यो फिल्मको एन्ड हुन्छ।